देखिन्थे। त्यही घरमा बस्थिन् वृद्ध आमा नन्दीकला। नन्दीकलाको अनुहारमा चौरीका रेखाहरू यसरी कोरिएका थिए, मानौ ती रेखाहरूले उनको जीवनको लामो सङ्घर्षको नक्सा बनाइरहेका छन्। उनका आँखा गहिरा थिए, जसमा सधैँ एउटा करुण भाव झल्कन्थ्यो। उनको जीवनको एकमात्र सहारा, एकमात्र आशा र भरोसा भनेको उनको छोरा जङ्गे थियो। जङ्गे नाम जस्तै बलियो र ज्यानदार। उसको काँधमा पहाड फोड्न सक्ने ताकत थियो। सानो छँदा नन्दीकलाले जङ्गेलाई आफ्नो पेट काटेर, अरूको मेलापात गरेर र कन्दमूल खाएर हुर्काएकी थिइन्। जङ्गेको बाबु उसलाई गर्भमै छोडेर परदेश भासिएका थिए। छोरा मात्र थिएन, ऊ उनको सिङ्गो संसार थियो। जङ्गे सानो हुँदा आमाको फरियाको छेउ समातेर, आमै म ठुलो भएपछि तिमीलाई सुनको दरबारमा राख्छु है भनेर तोते बोलीमा भन्थ्यो। यो सुनेर नन्दीकलाको मन फुरुङ्ग हुन्थ्यो र उनले आफ्ना सबै दुःखहरू बिर्सिन्थिन्। समय खोलाको पानी जस्तै बग्यो। जङ्गे ठुलो भयो, उसको विवाह भयो मैनासँग। मैना अर्को गाउँकी निडर र तीखो बोली भएकी युवती थिइन्। सुरुमा त घरमा खुसीकै बहार आयो। नयाँ बुहारीको आगमनले घर उज्यालो भयो। तर गरिबी यस्तो शत्रु हो जसले प्रेमको ढोकाबाट सुटुक्क भित्र पसेर सम्बन्धका गाँठाहरू चुडालिदिन्छन्। बिस्तारै घरमा अभावले डेरा जमाउन थाल्यो। उब्जनी कम हुन थाल्यो। पाखोबारीको मकैले 3 महिना पनि धान्नलाई मुस्किल पर्थ्यो। जङ्गे दिनरात पसिना बगाउँथ्यो, तर हातमा लाग्यो शून्य। अभाव बढ्दै जाँदा घरमा कलहको बिउ रोपिन थाल्यो र त्यो कलहको केन्द्रबिन्दु बन्न पुगिन् बिचरा नन्दीकला। नन्दीकलाको उमेर ढल्किँदै जाँदा शरीरले साथ छोड्दै गयो। उनका हात गोडा काम्थे, आँखा कम देख्थिन् र कहिलेकाहीँ त पिसाब पनि ओछ्यानमै फुत्किन्थ्यो। बुढेसकालले उनलाई एउटा सानो बच्चा जस्तै परनिर्भर बनाइदिएको थियो। उनलाई अलिकति तातो खोलेर न्यानो ओछ्यान बाहेक केही चाहिँदैन थियो। तर गरिबी र अभावले पिल्सिएको त्यो घरमा त्यही अलिकति पनि धेरै बन्न पुग्यो। बुहारी मैनाको व्यवहार बिस्तारै रुक्खो हुँदै गयो। दिनभरि खोकिरहनुहुन्छ, राति पनि सुत्न पाइँदैन। मैना फतफत गरिरहन्थिन्। काम केही लछार्ने होइन, बस खाना मात्र जान्नु भएको छ। यता अन्नको गेडो छैन, उता बुढीलाई भने दिनदिनै तातो खोले चाहिन्छ। सुरुमा त जङ्गे आमाको पक्ष लिन्थ्यो। ए मैना, त्यसो नभन न, आमा हुनुहुन्छ, उहाँले नै मलाई हुर्काउनु भएको हो, ऊ सम्झाउँथ्यो। तर मैनाको कचकच दिनहुँ बढ्दै गयो। तिमीलाई के थाहा, दिनभरि उहाँको स्याहार कसले गर्छ? दिसा पिसाब सोर्दा म त हैरान भइसकेँ। हाम्रा लाला बालालाई खुवाउने अन्न छैन। बुढीले गर्दा हामी पनि भोकै मर्ने भयौँ। कि उहाँलाई पाल्नु कि म र छोराछोरीलाई? म त अब सक्दिनँ। जङ्गेको मनमा पनि बिस्तारै पापको छाया पर्न थाल्यो। दिनभरिको कामको थकान, साउको ऋणको बोझ र घर फर्कँदा श्रीमतीको किचकिच, यी सबैले जङ्गेको विवेकलाई धमिलो बनाउँदै लग्यो। उसलाई पनि आमा बिस्तारै बोझ लाग्न थाल्यो। एक दिन साँझको कुरा हो। नन्दीकला भोकले लखतरान थिइन्। मैनाले दिएको मकेको च्याख्ला समात्न खोज्दा काम्दै गरेको हातबाट कचौरा भुइँमा खस्यो। ड्याममा आवाज आयो। माटोको कचौरा फुट्यो र भएको अलिकति खाना पनि भुइँमा पोखियो। मैना आगो भएर पड्किन्। हेर्नुहोस् त, भएको खाना पनि भुइँमा पोखिन्। अब के खाने? मैले भनेको होइन, यो बुढी साक्षात काल बनेर बसेकी छ। न आफू मर्छे न हामीलाई बाँच्न दिन्छे। जङ्गे त्यही थियो। उसले फुटेको कचौरा र छरिएको खाना हेर्यो।
अनि कुनामा डराएर खुम्चिएर बसेकी आफ्नै जन्म दिने आमालाई हेर्यो। नन्दीकलाको आँखाबाट आँसु खसिरहेको थियो। उनले केही बोल्न सकिनन्, केवल कामदै गरेको हात जोडेर माफी माग्न खोजिन्। तर आज जङ्गेको मन पग्लिएन। उसको मनभित्रको छोरा मरेर स्वार्थी पुरुष जागिसकेको थियो। उसले श्रीमतीको कुरामा होमा हो मिलायो। त्यही रात जब नन्दीकला आफ्नो चिसो ओछ्यानमा खोक्दै थिइन्, पल्लो कोठामा लोग्ने स्वास्नी बीच एउटा क्रूर योजना बन्यो। जङ्गेले लामो सास फेर्दै भन्यो, अब त अति भयो। यसरी सधैँ किचकिच गरेर बाँच्नुभन्दा त केही उपाय लाउनै पर्छ। मैनाले कानमा साउती मारिन्, सुन्नुस् न, पारी गाउँमा उहाँको टाढाको दिदी हुनुहुन्छ भन्थे होइन? उहाँलाई भेट्न लैजान्छु भनेर लैजानुस्। अनि त्यो ठुलो जङ्गलको बीचमा रहेको देउरालीमा छोडेर आउनुहोस्। त्यहाँबाट उहाँ गाउँ फर्कन सक्नुहुन्न। जङ्गली जनावरले खाए पनि, भोकले मरे पनि हाम्रो टाउको दुखाइ त जान्छ। सुन्दा पनि आङ जिरिङ्ग हुने प्रस्ताव थियो त्यो। आफ्नै आमालाई जिउँदै जङ्गलमा फ्याँक्ने। जङ्गे एकछिन त झस्कियो। उसको छातीभित्र कतै सानो जङ्गे रोयो होला। तर वर्तमानको अभाव र श्रीमतीको दबावले उसको त्यो झिनो विवेकलाई थिचिदियो। जङ्गेले निष्ठुरी निर्णय सुनायो, हुन्छ, भोलि बिहानै लैजान्छु। भोलिपल्ट बिहानै मौसम धुम्म थियो। आकाशमा काला बादलहरू मडारिरहेका थिए। मानौ प्रकृति आफै पनि आज हुन लागेको पाप देखेर रुन खोज्दै थियो। जङ्गेले एउटा बलियो डोको तयार पार्यो। उसले डोकोमा एउटा पुरानो कम्बल र अलिकति भुटेको मकै राख्यो। अनि नन्दीकलाको छेउमा गएर नरम स्वरमा भन्यो, जुन स्वरमा छल लुकेको थियो, आमै, आज तिमीलाई म फुपू दिदीको घरमा लैजान्छु। तिमीले दिदीलाई सम्झिरहन्थ्यौ नि, होइन? उता टन्न खान पनि पाइन्छ, बस्न पनि सजिलो छ। नन्दीकलाको अनुहारमा एकाएक चमक आयो। वर्षौंपछि छोराले यति मायाले बोलिरहेको थियो। उनलाई के थाहा, यो माया होइन, महाजाल हो। ए, साँच्चै हो बाबु? मेरो छोरा कति ज्ञानी छ, मलाई कति माया गर्छ। नन्दीकलाले कामदै सोधिन्। मैनाले परैबाट हेरिरहिन्। उनको अनुहारमा कुनै पश्चाताप थिएन, बरु एउटा बोझ हटेको सन्तोष थियो। जङ्गेले आमालाई डोकोमा बोक्यो। नन्दीकला डोकोभित्र सानो पोको जस्तै भइन्। उनले छोराको ढाडमा टाउको अड्याइन्। त्यो ढाड जुन उनकै दूधको शक्तिले बलियो भएको थियो। ल हिँड बाबु, परमेश्वरले तिम्रो रक्षा गरून्, नन्दीकलाले आशीर्वाद दिइन्। जङ्गे घरको मूल ढोकाबाट निस्कियो। गाउँलेहरूले देखे, ओहो, जङ्गेले आमालाई तीर्थ लैजान लागेछ क्यारे, कस्तो सवर्ण कुमार जस्तो छोरा। जङ्गेले कसैलाई जवाफ दिएन। ऊ सरासर उकालो लाग्यो। उसको गन्तव्य तीर्थ थिएन, मृत्युको मुख थियो। गाउँको सीमा काट्न साथ जङ्गल सुरु भयो। सुरुमा बाटो फराकिलो थियो, तर जति जति उकालो लाग्दै गयो, बाटो साँघुरो र डरलाग्दो हुँदै गयो। ठुला ठुला साल र सिसौका रुखहरूले आकाश ढाकेका थिए। दिउँसै रात परे जस्तो अँध्यारो थियो। जङ्गेको निधारबाट पसिनाका धारा बगिरहेका थिए। डोकोको भारले होइन, मनको पापले उसलाई थिचिरहेको थियो। तर ऊ रोकिएन। उसका पाइलाहरू सरासर अघि बढिरहे। जति माथि गयो, चिसो हावा चल्न थाल्यो। सुसाउँदै गरेको हावाले रुखका पातहरू ठोकिएर एक किसिमको रुन्चे धुन निकालिरहेको थियो, स्वार र स्वार गरेर। जङ्गल सुनसान थियो। कहिलेकाहीँ कुनै चराको तीखो आवाज आउँथ्यो त कहिले सुकेका हाँगा भाँचिएको ट्यार्र आवाज।
हरेक आवाजले जङ्गीको मुटुमा ढ्याङ्ग्रो ठोके जस्तो हुन्थ्यो। डोकोभित्र बसेकी नन्दीकला भने खुसी थिइन्। उनले जङ्गलको बाटो हेर्दै थिइन्। उनलाई लाग्यो छोराले अलिकति गाह्रो बाटो रोजेछ, तर छोराको ढाडको न्यानोपनले उनलाई सुरक्षित महसुस गराइरहेको थियो। तर नन्दीकला आमा थिइन्। उनले बुढेसकालमा आँखा कम देखे पनि मनको आँखाले धेरै कुरा देख्थिन्। उनले महसुस गरिन्, जङ्गे बाटो बिराउँदैछ। यो बाटो त गाउँ जाने बाटो होइन, यो त कहिल्यै नफर्किने घना जङ्गलको बाटो हो। उनलाई शङ्का लाग्यो, कतै छोराले बाटो बिर्सियो कि? अनि उनले एउटा अनौठो काम गर्न थालिन्। डोकोबाट हात बाहिर निकालेर उनले बाटोमा भेटिएका साना साना हाँगाहरू, फूलहरू र कहिलेकाहीँ रुखका पातहरू टिप्दै बाटोमा खसाल्न थालिन्। जङ्गे आफ्नै धुनमा थियो। उसले पछाडि आमाको चलखेल महसुस गर्यो। आमै, किन चल्मलाएको? एकछिन चुप लागेर बस न, उकालोमा गाह्रो भइसक्यो। जङ्गे झर्कियो। केही होइन बाबु, अलिकति जिउ दुखेर हो, नन्दीकलाले ढाँटिन्। वास्तवमा उनले बुझिसकेकी थिइन्, छोराले उनलाई कतै छोड्न लैजाँदैछ। एउटा आमाको मन न हो। छोराको नियत बुझ्न उनलाई धेरै समय लागेन। छोराको सास फेराइको गति, उसको मौनता र यो बिरानो बाटो, सबैले एउटै कुराको संकेत गरिरहेका थिए। तर उनले कुनै प्रतिवाद गरिनन्, न त रोइन् न त कराइन्। उनले त केवल शान्त भएर बाटोमा संकेतहरू छोड्दै गइन्। किन? आफू फर्कनका लागि होइन। उनलाई थाहा थियो उनी अब यो जङ्गलबाट कहिल्यै फर्किने छैनन्। उनले ती फूल र हाँगाहरू यस कारण खसाल्दै थिइन् कि जब छोरा उनलाई छोडेर एक्लै फर्कन्छ, तब अँध्यारोमा उसले बाटो नबिराओस्, जङ्गली जनावरले उसलाई नभेटुन्, उसलाई घर पुग्न सजिलो होस्। यो कस्तो विडम्बना! छोरा आमालाई मार्न लैजाँदैछ र आमा छोराको जीवन बचाउने उपाय सोच्दैछिन्। घण्टौँको हिँडाइपछि उनीहरू जङ्गलको बीचमा एउटा ठूलो चौतारी भएको ठाउँमा पुगे। त्यहाँ एउटा पुरानो बरको रुख थियो, जसका जराहरू सर्प जस्तै जमिनमा फैलिएका थिए। ठाउँ नितान्त एकान्त र डरलाग्दो थियो। यहाँ मानिस त के, चराचुरुङ्गी पनि डराएर बस्दैन्थे होला। जङ्गे थचक्क चौतारीमा बस्यो। उसले डोको बिसायो। उसको सास बढेको थियो। शरीर पसिनाले निथुक्क भिजेको थियो। चारैतिर घना जङ्गल, कतै कुनै घर वा बसढङ्गेको स्वर काँपिरहेको थियो। उसले आमाको अनुहारमा हेर्न सकेन। नन्दीकलाले डोकोबाट बाहिर निस्किन्। उनले वरिपरि हेरिन्। चारैतिर घना जङ्गल, कतै कुनै घर वा बस्तीको नामो निशाना थिएन। उनले सबै बुझिन्, यो नै उनको अन्तिम गन्तव्य हो। नन्दीकलाले जङ्गेलाई हेरिन्। त्यो हेराइमा कुनै रिस थिएन, कुनै गुनासो थिएन। थियो त केवल एउटा गहिरो ममता र करुणा। जङ्गे उठ्यो। उसले डोको त्यहीँ छोड्यो र सरासर ओह्रालो लाग्न खोज्यो। उसलाई त्यहाँ एक पल पनि बस्न मन थिएन। उसको आत्माले उसलाई धिक्कारदै थियो, तर स्वार्थले आँखा छोपेको थियो। ऊ दुई चार पाइला के हिँड्न खोजेको थियो, पछाडिबाट आमाको आपटालाई जमिनमा गाडिदियो। नन्दीकलाले साह्रै मसिनो र कामेको स्वरमा भनिन्, बाबु, मलाई थाहा छ तैँले मलाई यहाँ छोड्न ल्याएको